नानाला टिका नाम कसो खाला जम्मा खाला हाल सरसरी आउँदैन ठिकै ल रामबान बाउले जान्छ पो हाम्रो यहाँ तामाङको छोरी जम्मा फेरि तामाङ मुला के गर्छ गुरुबा अब कति समय लाग्छ दोलघाट पुग्न? दोलघाट पुग्न त 15 मिनेट हो 15 मिनेट है 15 मिनेट लाग्दैन होला लाग्दैन होला है अब आइपुग्यो यो सागा चोकडी नगरपालिका हजुर चौतारा सिन्धुपाल्चोक जिल्ला हजुर मा अवस्थित भुछाङ अब हामी भुछाङ फेरि चाइ हेलो गाइज हामी चाहिँ आज सुकुटे जाँदैछौँ होइन हाम्रो शशि गुरुबा हेलो सन्तोष गुरुबा हाम्रो सरोज गुरुबा हाम्रो सुजन गुरुबा हाम्रो गुरुबा हामी चाहिँ अब हाम्रो गएको है आज हाम्रो सुकुटेको यात्रा छ हैन ल हामी सरोज गुरु हामी इन्जोय गर्न जाँदैछौँ जाँदैछौँ हामी चाहिँ रवि ओपी हुँदै जाँदैछौँ होइन भन्पाबाट अब कच्ची बाटो पनि छ त्यसमा खावाको बाटो अलिक धुलो हुने भएको भएर यही बाटो हिँड्यौँ होइन जस कच्ची भए पनि ट्रिप इन्जोय हुँदैछ हामी चाहिँ यहाँ आएर विश्राम भइरहेछौँ है यो यहाँ मन्दिर छ यो ठाउँलाई के भन्छ अरे नाम के हो नाम के हो रवि दोभान नाम के हो नाम तपाईको रवि दोभान ढुङ्गाना थरो नाम के हो नाम के मेरो बिरपठा ढुङ्गानाको दाजु होला ढुङ्गानाको दाजु दाजु त्यो सरिता भन्ने बुढानी यतैतिर हो कताको उहाँमा तपाईको दाइ के सरिता तिम्रो माया भन्ने ल हैन भने हैन बिदाई गरेको यही के गरे बिदे गुना पाएन भए गुरुबा के भन्नुहुन्छ आजको टुरमा आज अब के धेरै बजे साथीभाइ भेटघाट गरेर अब घुम्ने प्रोग्राम बनाएर हिँड्दैछ अहिलेसम्मको यात्रा रमाइलै छ अब पछि के हुन्छ अब खास त सुकेटेसम्मको हाम्रो यात्रा अब कहाँ के हुन्छ चल्दै जाउँ हिँड्दै जाउँ के हुन्छ जस इन्जोय भइरहेछ नि यहाँसम्म मजाले रमाइलो भएको छ नयाँ नयाँ ठाउँ बाटो हिँडिया छ हेरेको छ देखिया छ रमाइलो भएको अहिले कुन ठाउँ आइपुग्यो हामी खोइ यो रवि ओपीको के दोभान भन्ने ठाउँमा छौँ राम्रो छ है दोभान चाहिँ यो होइन यो हेन दोभान यो कुन कुन खोला होला गुरुबा यो खोलाको नाम यो खोलाको नाम यो रवि खोला हो दोभान दोभान यहाँ छापे दोभान हामी तामाङ आउँ यतो पछाडि तामाङ पारी हाम्रो वारी पर्छ नाला आउँछ होला हाम्रो त यता हाम्रो बजार आउँदैन नानाला लागि टिका नाम कसो खाला ए सब जम्मा खाला हाल सरसरी आउँदैन ठिकै ल रामबान बाउले जान्छ पो हाम्रो यहाँ तामाङको छोरी जम्मा फेरि तामाङ मुला के गर्छ समझ रहे हो आप समझ रहे हो हामी चाहिँ सबैजनाले यसो गर्मी भएर चिसो खाएर अब यहाँबाट निक्ल्यौँ होइन दिदीसँग यसो गफसफ गरियो तामाङ भाषामा अलिकति गफसफ पनि गरियो होइन हामीले नानी गुरुबाहरूले यसो गर्नुभयो केही छैन ट्रिप झन् इन्जोय हुँदै गइरहेको छ अब मौसम पनि अलिअलि पानी पर्ने अलिअलि जस्ट घाम लाग्यो होइन शीतलै छ होइन अहिले चाहिँ अङ्कलले के अरे क्यामराम्यान भइरहनु भएको छ अहिले अङ्कलले पुरा खिचिरहनु भएको छ हामी अगाडि पछाडि गर्दै हिँडिरहेछौँ होइन अब हामी फाइनल्ली हामी पाँचखाल बजार आइपुग्यौँ अब पाँचखाल बजारबाट अगाडि बढिरहेछौँ होइन पिच पनि अहिले त एकदम बाटो पनि एकदम राम्रो बबाल भइसकेर छ होइन धेरै पछि आइयो जस अब म पछाडि छु होइन अङ्कलले खिचिरहनु भएको छ जस ट्रिप एकदमै राम्रो पानीले दुःख दिए होइन अहिलेसम्म जे होस् राम्रो भइरहेछ ट्रिप चाहिँ इन्जोय नै भइरहेछ ल गाइज हामी चाहिँ अब दोलघाट आइपुग्यौँ होइन दोलघाटको टक्क यो ठाउँमा भाइरलमा हामी अहिले यहाँ आइपुगेर गुरुहरूसँग हामी छौँ होइन अब लगभग डोलाल घाट पुग्न लाग्छौँ होइन हामी चाहिँ ओपीबाट अब धेरै पनि छैन होइन दोलघाट पुग्न कति समय बाँकी होला गुरुबा लगभग हामी 15-16 दोलघाट पुगेछौँ 20 लाग्छ आधी घन्टा अलि नलाग्ला आधी घन्टा बाइकमा 15 मिनट पुगिन्छ त्यसपछि हाम्रो यात्रा हुन्छ हाम्रो सुकुटे र आज चाहिँ हामी त्यहाँ गएर चाहिँ होइन एकचोटि चाहिँ हामी त्यहाँ आएका थियौँ होइन हामी जान पाएनौँ र त्यो चाहिँ हाम्रो अहिले पुरा हुँदैछ
हामी बसेको बेला नै पुरा हुनेछ। हामी प्रज्ञात भाइ, सफी दाइ, म, हाम्रो समुदाय हामी सबैजना आएका छौँ है। ल हामी चाहिँ भाइरल टाढामा भनेर ट्याक्क यो भाइरल ठाउँमा गएर हामीले चाहिँ टक्क गुरुबासँग गुरुबा अब कति समय लाग्छ दोलघाट पुग्न? घाट पुग्न त 15 मिनट हो। 15 मिनट है? 15 मिनट लाग्दैन होला। लाग्दैन होला है? अब आइगयो नि। ल गाइज बाई बाई। फाइनल्ली हामी चाहिँ दोलघाट आइपुग्यौँ। दोलघाटको पुलमा चाहिँ एकछिन यसो फोटोसोटो खिचौँ भनेर एकछिन बाइक साइक रोकेर हामी यहाँ बसिरहेका छौँ। फाइनल्ली दोलघाट आइपुग्यौँ। अब त्यहाँबाट गएर अहिले चाहिँ हामी दोलघाट कटेर पनि यहाँ पानी परेर हामी ओतालार भएका छौँ गफसप गरेर यसो गुरुबाहरूसँग होइन गफसप गरेर बसिरहेका छौँ। जस इन्जोय भइरहेछ ट्रिप चाहिँ है। ल है गाइज हामी चाहिँ फाइनल्ली सुकुटी आइपुग्यौँ। अहिले चाहिँ हामी सुकुटीको सेरा ब्रिज रिसोर्टमा छौँ होइन सिन्धुपाल्चोकमा। अब जस रमाइलो भयो यात्रा यहाँ रमाइलो छ। यो रिसोर्ट पनि स्विमिङ पुलदेखि लिएर सबै रमाइलो छ। अब हामी भोलि अर्को यात्रामा जाँदैछौँ होइन। अब आजलाई चाहिँ पानीले गर्दा पनि हल्का हल्का डिस्टर्ब भयो। ठिकै छ केही छैन। ल आजलाई गुड नाइट। ल है हामी चाहिँ अब सुकुटेबाट होइन हिजो एक रात बसेर हामी त्यहाँबाट अब भुजछाङ्गा सिन्धुपाल्चोकमा रहेको चौतारा नजिक रहेको भुजछाङ्गामा हामी जाँदैछौँ। त्यहाँ चाहिँ एकदम राम्रो छहरा छ अरे होइन भनेर सुन्नमा आएको छ। त्यही भएर हामी गुरुबाहरूसँग जस जाँदैछौँ अगाडि पछाडि बाइक गर्दै होइन रमाइलो गर्दै जस जाँदैछौँ। एकदमै रमाइलो भइरहेछ ट्रिप। झन् अब इन्जोय हुनेवाला छ है। है गाइज हामी चाहिँ भुजछाङ्गा छाङ्गा चौतारा भुजछाङ्गा सिन्धुपाल्चोक आइपुग्यौँ होइन गुरुबा। भुजछाङ्गा अवलोकनमा छौँ। यो चाहिँ कुन जिल्ला कुन नगरपालिका पर्यो? यो साँगाचोकडी नगरपालिका हजुर चौतारा सिन्धुपाल्चोक जिल्ला हजुर मा अवस्थित भुजछाङ्गा। अब हामी भुजछाङ्गा फेरि चाबी फर्स्ट त्यसो फर्क्या एकदम ठिक छ गुरुबा। ट्रिप इन्जोय भइरहेछ नि एकदम। हामी चाहिँ अब झरना नजिक आइपुग्यो। अब बोलेको केही सुनिँदैन होइन। झरना हाम्रो यहाँ गुरुबाहरू तल गएपछि आवाज सुनिँदैन। झरना ठुलो छ गुरुबा। दुःख गरेर आए अनुसारको छ कि छैन गुरुबा? सन्चै अलिक टाढा भयो भन्ने कुरा हो। अब उकालो गाह्रो हुन्छ होइन। एकदम रमाइलो भइरहेछ होइन। हजुर अब अवलोकन गर्न आइरहेछ। इसी के साथ आज की मजदूरी यहीं खत्म करते हैं। अगर तुम्हें वीडियो पसंद आई तो लाइक मारो यार, और अगर तुम लोग नए हो तो सब्सक्राइब करो। वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए।